तपाईहरु चाहिँ खास कस्तो खालको जेन्जी हो त्यहाँदेखि छ हामी भनेको हजुरहरु पालै पालो भनिदिनु होला हामी भनेको चाहिँ एउटा स्वतस्फूर्त देशलाई बनाउनु पर्छ भन्ने जेन्जीमा चाहिँ पर्यो किनभने हामीले अहिलेसम्म जति पनि काजहरू गरेका छौँ हामीले घाइतेहरूलाई हेर्नेदेखि लगेर अनि एउटा भ्रष्टाचारी जुन भ्रष्टाचार गरेको मान्छेको फाइलहरू उजागर गरेर धेरै काम हामीले जुन गरिरहेका छौँ स्वतस्फूर्ति भएर गरिरहेका छौँ हामी कुनै एनजिओ आइएनजिओहरूबाट परिचालित मान्छे चाहिँ होइन र हामीलाई कुनै पनि पार्टीको फन्डिङ चाहिँ छैन कुनै पनि पार्टीले ल तिम्रो जेन्जीका नाममा हाम्रो एजेन्डा लिएर जाउँ बोल अनि जेन्जी खडा गर हामी पछाडि छौँ भन्ने खालको त्यो पनि छैन हामीसँग हामीलाई यति मात्र चाहियो हो कि हामीलाई यो देश बनाउनु पर्छ यो देश हाम्रो यो देश गरिबको यो देश सर्वहारा वर्गको हो भन्ने खालको अनुमति दिलाउनु पर्छ जुन जेन्जीले रेभोल्युसन चाहेको त्यो रेभोल्युसन भएकै छैन जुन रेभोल्युसन चाहेको थियो हामीलाई त शान्ति चाहेका थियो सुशासन चाहेका थियो देशको विकास चाहेका थियो एउटा म्यान्डेट चाहेका थियो तर अहिलेको जुन यो सरकार छ जुन अहिले आफूलाई जेन्जी भनेर गइरहनु भएको छ सरकारमा दलालहरू एनजिओ आइएमजीको दलालहरूले एउटा रियल जेन्जीको नाम बदनाम गरेका छन् खै उनीहरूले घाइतेको विषयमा बोल्नु खै उनीहरूले शहीदहरूको विषयमा बोलेको खै उनीहरूले गरिबहरूको बारेमा बोलेको उहाँहरूले सर्टेन मान्छेलाई घाइतेलाई सर्टेन मान्छे मृतक परिवारलाई लिएर मात्रै उहाँहरूले सबैको माग सम्बोधन गर्नुभयो भन्ने हामी कसरी विश्वास गरौँ र अर्को भनेको चाहिँ तपाईँको उहाँहरू जस्तो हामी परिचालित जेन्जी चाहिँ होइन ओके हजुरहरूको पनि विचार यसमा सेम हो कि त्यही डिफ्रेन्ट छ तपाईँले भने जस्तै सबै जेन्जीहरूको आफ्नो जेन्जीले आएको छन् होइन कोही जेन्जी कस्तो भएछ भने चाहिँ अहिले खासमा परिवर्तन साँच्चीकै परिवर्तन चाहने भनेको एक 100%मा 1% मात्रै देखिन्छ अहिलेको जेन्जीको कोही चाहिँ अब पार्टीगत रूपमा हुनुहुन्छ होइन परिचालन गरिरहेको छ उनीहरूलाई चाहिँ जेन्जीको टिमलाई चाहिँ यतातता बाँड्नलाई पनि आइरहेको छन् कोही पक्ष कमानहरू पनि छन् होइन अब अर्को चाहिँ अझै दल नै खुलेर जानुपर्छ भन्ने पद्धतिको पनि छन् विभिन्न खालको जेन्जीहरू छन् नि त सबैले आफ्नो ठाउँमा चाहिँ हरेक पुस्ताले परिवर्तन चाहेको थियो होइन त्यो परिवर्तन चाहँदाखेरि उनीहरूको त्यो उमेर समूह पनि जेन्जीमा पर्थ्यो र त्यो पुस्ताले पनि परिवर्तन खोजेको थियो होइन अहिलेको हाम्रो यो जेनेरेसनले पनि एउटा परिवर्तन खोजेको थियो जुन चाहिँ भ्रष्टाचार हाम्रो मेन एजेन्डा चाहिँ भ्रष्टाचार मुक्त जिरो करप्सन हुनुपर्छ भन्ने थियो नि त अहिले फेरि सबैजना चाहिँ आफ्नो वे चाहिँ समातेर त्यही भ्रष्टाचारसँग मुछ्ने त्यही पोलिसीसँग चाहिँ दाँजिने कुरा चाहिँ अलिकति नमिठो छ हाम्रो लागि किनकि परिवर्तन चाहने साँच्चीकै जेन्जीहरूलाई चाहिँ अहिले सहजै मार्केटमा पनि अलिक विश्वास गर्ने पात्र बनिरहेको छैन होइन तर हामी चाहिँ उनीहरूभन्दा एकदमै सडकबाटै आवाज उठाउने जेन्जीको रूपमा चाहिँ हामी अगाडि बढिरहेका छौँ जस्तै कि हाम्रो केही पनि अरू साथीहरू पनि अनसनमा हुनुहुन्छ होइन अनसनमा बसेको साथीहरूले पनि त उनीहरूको पनि मागहरू छ आफ्नो खालको मागहरू छ होइन उनीहरूको माग चाहिँ पूर्ति नगरेर माथि बसेको तपाईँ चाहिँ जेन्जी नै होइन भन्ने टाइपको जुन भान पारिराख्नु भएको छ त्योलाई चाहिँ हामीले कसरी चिर्न सक्छौँ होइन साँच्चीकै परिवर्तन चाहने साथीहरू एक ठाउँमा आउन सकिन्छ कि त सकिँदैन भन्ने हो हामी धेरै पटक प्रयोग भयो नि यो पटक पनि प्रयोग भएका छन् तर अब चाहिँ प्रयोग नहुनको लागि हामी सत्य जेन्जी देशलाई सत्य माया गर्ने परिवर्तन साँच्चीकै चाहने जेन्जीहरू हामी एक भएका छौँ राजनीतिक आन्दोलन त पटक पटक सफल बनाउँछौँ तर यो देशलाई आर्थिक क्रान्ति आर्थिक रूपान्तरणमा देशलाई लिन दिँदैन नि जुन विदेशी शक्तिहरू त्यो शक्तिका विरुद्ध र यो सरकार विरुद्ध हामी जेन्जी भयो युनाइटेड भएर चाहिँ अघि बढिरहेछौँ अब यति हो कि विदेशी दलाल छ विदेशी शक्तिहरू जो छ होसियार हुनुहोस् नेपालीपन नेपाली सोच नेपाली जागृत भइसकेका छन् यहाँनिर एउटाले अर्कालाई आरोप लगाइरहेका छन् त्यो हामीले सरसर्ती हेर्दाखेरि नै देख्छौँ होइन एउटा जेन्जीले अर्को जेन्जीलाई ऊ चाहिँ यहाँबाट म्यानिपुलेट भएको यो यस्तो भनेर यो अर्को यस्तो भनेर अनि बोल्ने व्यक्तिहरू स्वयं रूपमा चाहिँ म स्वतन्त्र जेन्जी हो लाइक हामी चाहिँ सडकदेखि नै आएको भनेर बोल्नेहरू हुनुहुन्छ धेरै जस्तो तपाईँहरू आफूलाई चाहिँ कुन वेबाट प्रुफ गर्न चाहनुहुन्छ यस्तो छ अनि तपाईँहरूलाई किन विश्वास गर्ने त्यो पनि भनिदिनुहोस् यस्तो छ फर्स्ट कुरा त हाम्रो ब्याकग्राउन्ड चाहिँ गर्नुभयो भने
हामी पनि एनजिओ आयोजनमा आबद्ध छैनौँ। मैले अघि नै अवगत गराएको कुरा एनजिओ आयोजन अवगत छैनौँ, त्योमा हामी संलग्नता छैनौँ। अनि अर्को भनेको तपाईँले हाम्रो स्ट्रिक्ट हेर्नुहुन्छ भने कुनै पनि लाइक हामीले जुन कामहरू गरेको छौँ नि तपाईँको लाइक एउटा रहस्यमय कुनै पनि खालको छ नि एउटा डर लाग्ने खालको कुनै पनि काम हामीले गराएका छौँ, समाज सेवा नै गरेका छौँ। जुन अहिले आफूलाई जिन्जी भनेर जिन्जी लिडरहरू भनेर जुन प्रतिनिधित्व गरेर गइरहनु भएको छ उहाँको धेरै काम लाग्छ त। उहाँहरू आफूलाई जिन्जी भने मान्छे जुन बङ्गलादेशमा त्यत्रो विध्वंस मचाएको यो विध्वंस लगायत संरचना ध्वस्त पारेको मान्छेसँग फोटो खिच्छन्, एउटै टेबलमा गएर फोटो खिच्छन्। अनि अर्को भनेको तपाईँ मलाई भन्नु उहाँहरू रियल जेन्जीका हामी जेन्जी भन्ने कुरा जनताबाट प्रश्न देखाइदिनुहोस्। हामीले हरेक मिडियामा भनिरहेका छौँ, तपाईँको मिडियाको थ्रुबाट पनि यो जनतामा के जाओस् भने पार्टी खोल्नु जेन्जीको एजेन्डा होइन, पार्टी खोलेर चुनावमा जानु जेन्जीको एजेन्डा होइन। अनि के साँच्चै भन्दा पार्टी चुनाव गरेर जेन्जीका मागहरू पुरा हुन्छ नि देश समृद्धि हुने हो त। देश साँच्चै समृद्धि हुन्थ्यो पार्टी खोलेर चुनाव गरेर भने अहिलेसम्म कतिवटा चुनाव भए खै त देश समृद्धि भएको हो त भनौँ। हामी त भन्दै आइरहेछौँ पार्टी खोल्नु चुनावमा जनजाति मात्र सोल्युसन। हामीलाई विकास चाहियो, देशमा सुशासन चाहियो, देशमा शान्ति चाहियो हो, आर्थिकले उन्नति जाओस् भन्ने चाहियो हो। ओके, यसमा मैले हजुरलाई प्रति प्रश्न गरेँ कि लाइक सबैको विचारहरू फरक फरक हुन्छ, सबैको एजेन्डाहरू फरक फरक हुन्छ। म एज अ पर्सन मेरो स्वभाव जस्तो छ भने अर्काको स्वभाव त्यही रूपमा त हुँदैन। तपाईँहरूका एजेन्डा जे छन् त्यस्तै अर्को ग्रुपको जेन्जीहरूको नहुन सक्छ र त्यो ग्रुपको मान्छेले तपाईँहरूको एजेन्डालाई किन बिलिभ गर्ने भन्नेमा पनि उनीहरूको पनि क्वेसन आउला, मोरल क्वेसन आउला आफ्नै टिमबाट होइन। र यहाँनिर के भयो भने हाम्रा एजेन्डा ठिक, अरूका एजेन्डा गलत होइन। धेरैमा त त्यस्तो देखिरहेको छ नि। एजेन्डालाई तपाईँहरूले कसरी लिनुहुन्छ? अर्को कुरा धेरै पोलिटिक्स गर्ने मान्छेहरूले जनता 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 भन्नुहुन्छ, जनतालाई लास्टै म्यानिपुलेट गर्नुहुन्छ। तपाईँहरूले जनतालाई कसरी लिड गर्ने सोच्नु भएको छ? त्यस्तो छ, हामीले एउटा कुरा के भने अहिले देश यस्तो गहिरो स्थितिमा छ, देशमा यति ठुलो यो वज्रपात भएको छ, देशमा यति ठुलो विनाश भएको छ, ध्वस्त भएको छ देश, तहस नहस भएको छ देश होइन। अनि तपाईँले भन्नुभएको छ हामीलाई कसरी विश्वास गर्ने एजेन्डाको विषयमा भनेर भन्नुभएको भएको छ। ल मलाई एउटा कुरा भन्नुहोस् त, यो जुन आन्दोलन भयो, आन्दोलनभन्दा अगाडि जुन जेएनजीका साथीहरू जानुभएको थियो उहाँको एजेन्डामा चुनाव थियो। मेरो उहाँलाई क्वेसन हो, जो अहिले चुनाव गर्नुपर्छ भनेर गइरहनु भएको छ त्यो एजेन्डा थियो र कुन उहाँले पेपरमा र कुन इन्टरभ्यूमा भन्नुभएको छ कि चुनाव हामी गर्छौँ, केपीओले हामीलाई मन परेन, केपीओलाई फालेर हामी सुशीला आमालाई ल्याउँछौँ, हाम्रो नयाँ सरकार बनाउँछौँ, अनि चुनावमा जान्छौँ, अनि हामी यो चुनावमा गइसकेपछि संविधानलाई संशोधन गर्छौँ भने कुन चाहिँ जेन्जीले भनेको छ, कुन जेन्जीको एजेन्डामा छ? पहिलो कुरा जुन उहाँहरू एजेन्डा नभएर जुन एउटा मेनिपुलेटमा गइरहनु भएको देशलाई अशान्ति बनाउनेतिर, देशलाई ध्वस्त पार्नेतिर गइरहनु भएको छ। उहाँलाई मेरो के चेतावनी छ भने तपाईँहरू जस्ता सर्टेन मान्छेहरू दलालहरूले यो देशलाई बेच्छु भनेर डलर खाएर र भारू खाएर तपाईँले देशलाई बेच्छु भनेर सोच्नु भएको छ भने कदापि पनि हाम्रो यो देशलाई बेच्न दिन्छौँ, यो देशलाई सुखी र समृद्धितिर हामी लान्छौँ। हजुरहरूको के छ यसमा विचार? आफूले आफूलाई एज अ जेन्जी, एज अ तपाईँ युथ भएर तपाईँले कुनै वेमा चाहिँ कन्ट्रिब्युट गर्छु पोलिटिकल्ली भनेर सोचिरहनु भएको छ भने चाहिँ तपाईँले जनतालाई कसरी न्याय दिने सोच्नु भएको छ? तपाईँले अस्तिको जुन आन्दोलनमा तपाईँले भन्नुभयो आरोप र प्रत्यारोप लगाइरहेको छन्, एउटाले चाहिँ अर्काको मागसँग चाहिँ स्वीकार्ने अवस्था छैन जुन भन्नुभयो नि, यसमा चाहिँ म तपाईँलाई के भन्न चाहेँ भनेपछि अहिले सबैको मागमा चाहिँ तपाईँले हेर्नुहुन्छ होला, सबैको माग सायद एउटै छ क्या हेर्नुभयो भने होइन, त्यसको प्रतिलिपि चाहिँ तपाईँहरूले पाउनुभयो भने एउटै पाउनुहुन्छ। तर साँच्चीकै त्यही मुद्दामा टेकेर चाहिँ एक्सनमा जान खोज्ने चाहिँ कोही पनि छैनन् क्या। जस्तै कि हामी चाहिँ एक हौँ भनेर भन्छन्। अहिलेको यो जुन 23 र 24 गतिको आन्दोलनलाई चाहिँ फर्स्टमा चाहिँ संस्थागत गरौँ नै भन्ने छ सबै जेन्जीहरूको माग होइन। अहिले यसको चाहिँ फर्स्ट उसमा राखेको छ होइन। त्यसमा चाहिँ संस्थागत गर्दाखेरि चाहिँ अस्तिको जुन साथीहरूको शहीद हुनुभयो होइन,
उहाँहरूको माग चाहिँ साँच्चीकै भ्रष्टाचार मुक्त हुनुपर्छ भन्ने थियो। तर उनीहरूलाई चाहिँ यो निर्वाचन प्रणालीमा चाहिँ अहिले चाहिँ निर्वाचन नै गर्ने, हामी चाहिँ निर्वाचन 2 वर्षपछिको निर्वाचन अगाडि गराउनको लागि त गरेको होइन होइन। किनकि त्यो सत्तामा हुँदाखेरि के जुन युवामाथि त्यो आक्रोश थियो, त्यो आक्रोश पोखिएको हो नि त होइन। त्यो पिरियडलाई चाहिँ सबैले क्याच गरिहाल्यो। अब हरेक ठाउँबाट चाहिँ हामी चाहिँ जेन्जीहरूको पनि माइन्ड वास गरिरहेको छौँ क्या, कोही कतैबाट कोही कतैबाट होइन। अब त्यसमा चाहिँ तपाईँको माग दिँदाखेरि एकले अर्कालाई किन एक्सेप्ट गर्न सकिरहेको छैनन् भन्दाखेरि तपाईँहरू बुझ्नु होला, सबै जेन्जीको इन्टरभ्यू त लिइसक्नु भएको छ होइन। त्यसमा जाँदाखेरि कोहीको जतिको लग्नु भयो त्यसमा चाहिँ कस्तो हुन्छ भने चाहिँ उनीहरूलाई चाहिँ कुनै पनि ठाउँमा जाँदाखेरि एकले अर्कोलाई नस्वीकार्ने अवस्थामा छन्। किन भनेपछि उनीहरूको छुट्टै आफ्नो स्वार्थ छ होइन। साँच्चीकै परिवर्तन, साँच्चीकै सडकबाट जाने भनेको त अब उनीहरूले सडकको मुद्दा के छ, उनीहरूले मागेको के छ त्यो त खोज्नु पर्यो नि त। अहिले चाहिँ घाइते भएका शहीद परिवारले चाहिँ के खोजिरहेको, किन निर्वाचन गर्ने भन्ने छ नि त क्वेसन त। निर्वाचन तपाईँलाई प्रति प्रश्न यसमा मैले गरेँ, लाइक जुन विश्वासको कुरा आयो, अरूलाई विश्वास नगर्ने त तपाईँलाई पनि किन विश्वास गर्ने? यसमा चाहिँ म तपाईँलाई स्पष्ट तरिकाले के भनिदिन्छु भनेपछि हामी अहिलेको निर्वाचनमा चाहिँ सिधै गरेर उम्रिनेवाला पनि होइनौँ होइन। किनकि हामीलाई चाहिँ कुनै राजनीतिक पार्टी दलसँग गएर उहाँहरूसँग दाज्ने भन्ने कुरा पनि छैन, हामी गइहाल्छौँ भन्ने पनि छैन। तर फर्स्टमा चाहिँ जुन शहीद परिवारलाई चाहिँ हाम्रो 15 लाख रुपियाँ जुन शहीद परिवारलाई दियो, कसैको जिन्दगीको मूल्य 15 लाखमा तोकेर दिनु भनेको कतिको उचित लाग्छ तपाईँलाई? कतिको उचित लाग्छ यसमा होइन? यसमा चाहिँ मेरो बुझाइबाट, मेरो पर्सपेक्टिभ सबैको लागि लागु नहोला। यहाँ कतिपय व्यक्तिहरूले जेन्जी भनिने सबै जेन्जी भन्छन्, पोलिटिक्समा रुचि नराख्ने जेन्जी पनि त होला एकदमै होइन। जो व्यक्ति गएकै छैनन् होला त्यो व्यक्तिहरू पनि जेन्जी होलान् होइन। सो ती जेन्जीहरूलाई उनीहरूले आफ्नो कुरा राख्दै गर्दाखेरि सबै जेन्जी भन्नु भनेको अर्को व्यक्तिको मानव अधिकार भनन गर्नु उनीहरूले सबै भन्न पाइन्छ, आफ्नो पर्सेप्सन भनेको नि। ओके, सो मेरो पर्सपेक्टिभबाट भन्दाखेरि घाइते परिवारहरू धेरै हुनुभयो। अघि जसरी हजुरले ब्रेन वासको कुरा गर्नुभयो, ब्रेन वास यहाँनिर पोलिटिसियनलाई जुन प्रकारले गरिरहेको छ त्यो एउटा प्रकारको कुरा। अर्को कुरा, राजनीति गर्ने अधिकांश मान्छेले चाहिँ जनताको एटेन्सन कसरी लिने, धेरै जस्तो त्यही देखियो हेर्नुहोस्। सोसल वर्क गरेर होस्, सो मान्छेको इन्टेन्सन कस्तो छ, इन्टेन्सनले म्याटर गर्छ है। यसमा म क्विकली भन्छु तपाईँलाई, एउटा DRO समथिङ नाम छ, म एक्ज्याक्टली आम सरी फर द्याट, एक्ज्याक्टली नाम दिन सक्दिनँ। यो बङ्गलादेशमा चाहिँ एउटा समथिङ छ, होइन एक्ज्याक्टली नाम फरेर त्यो देशको नाम। नेपालमा हामी नेपाल इस्टाब्लिस कसरी भयो? हामी नेपाल चाहिँ यो भूकम्पबाट इस्टाब्लिस भएको हामी नेपालको। अनि हामी नेपालको मान्छे सुदन गुरुङ भन्ने मान्छे, त्यो मान्छे बङ्गलादेशमा जान्छ। बङ्गलादेशमा गएर जसले बङ्गलादेशलाई ध्वस्त पार्यो, ध्वस्त पार्नमा गएर एकजना बनाएको प्रमुख मान्छेसँग एउटा टेबलमा बसेर फोटो खिचेर त्यसपछि उसले हेर्नु एटेन्सनको कुरामा तपाईँलाई भन्छु, तपाईँले भनेर एक्सप्लेन गर्दैछु। अनि एटेन्सन लिन्छ, हामी नेपालले चाहिँ लाइक गरिब दुखीको लागि सहयोग गर्छ भनेर उसले गरिबले गरेको ठाउँमा देखायो होइन। त्यो देखाउनु, तर देखायो होइन, देखायो। तर त्यही मान्छेले ऊ मान्छेको तपाईँले हेर्नुहुन्छ 2023मा अमेरिकन भिजा छ उसको। ओके, जुन बङ्गलादेशवाला चाहिँ प्रुफ छ हजुरसँग? प्रुफ नै छ, बङ्गलादेश फोटो नै छ, पब्लिस दुर्गा प्रसादले पब्लिस गरेको छ, तपाईँले मेरो मोबाइलमा छ, प्ले गरेको छ। अनि सेकेन्ड भनेको एउटा कतिपय मान्छेहरूले के भन्छन् भने म अब चर्की बनाउने रे हामी टोयलेट बनाउँछौँ, बाहिर जानु पर्दैन, शौचालय रेस्टुरेन्टहरूमा जाँदा हुन्छ भनेर। अनि कुन चाहिँ रेस्टुरेन्टमा गएर हामीले टोयलेट युज गर्न लागेको छ, अनि हामीले टोयलेट डाइरेक्टली गएर रेस्टुरेन्टमा टोयलेट युज गर्न मात्रै जान सक्छौँ भनेर। तिम्रो खै त चिप पब्लिसिटीको लागि होइन भने त्यो अहिलेसम्म कति दीर्घकालीन हिसाबमा बनाएको खै कहाँसम्म शौचालयहरू बनाएको। अनि एउटा महानगरपालिका सरकारको पैसाबाट बनाएको, सरकारको पैसाबाट बनाएको बल्लभ राख्ने बित्तिकै बल्लभ राख्यो, त्यो चिन बनाएर लायक राख्यो। मोन्सन छ भने चिप पब्लिसिटी होइन, एटेन्सन होइन। ओके, यसमा जब कि पोलिटिक्स गर्ने मान्छे त मिल्न सकेका छैनन् भने पोलिटिक्स गर्ने मान्छेले जनतालाई 100% चाहिँ पोलिटिसियनमा लागेका नभनौँ, तर 90% मान्छेले म्यानिपुलेट गर्छौँ, त्यो त सरासर देखिन्छ नि। त्यस्तो तपाईँले तपाईँले जुन भन्नुभयो पोलिटिक्सलाई चाहिँ एकदमै नेगेटिभ रोल चाहिँ खेलाइदिएको छ होइन। नेगेटिभ रोल होइन, तपाईँले कसरी प्रुभ गर्नुहुन्छ कि जनताहरूबाट ट्याक्स कलेक्ट गरेर
कोही एकजना पोलिटिसियन बनेको मान्छेले त्यो पैसालाई प्रपर वेमा म्यानेजमेन्ट गर्दैमा उसको व्यक्तिगत रूपमा देश विकास गरेको होइन नि, यहाँ मान्छेले त्यो रूपले पनि लिइरहेका छन्। सोसल वर्क जनताको पैसा हो नि त, ट्याक्स त्यही हो, त्यो त जनताले गरेको भन्नेमा आउनु पऱ्यो क्या, त्यो भाष्य नै रङ छ नि। यस्तो छ अब के भयो भने एउटा कुरा त मिडियाहरूले देखेका छन्, कतिपय मिडिया यस्तो घटिया मिडियाहरू छन् के बाबा मिडिया भनेको एउटा पत्रकारिता भन्ने कति पवित्र चिज हो, जुन कुरा कतिपय कुरामा चाहिँ न्याय चाहिँ तपाईँको प्रशासनले नदियो भने पत्रकारहरूले दिन्छ भने त्यो सत्य साँचो कुरा बाहिर ल्याइदिन्छ। तर यस्ता घटिया यस्ता निज पत्रकारहरू छन्, यस्ता मिडियाकर्मीहरू छन् जसले त्यो पैसा सटिक पैसा लिएर उसलाई मात्र म्यानिपुलेट गरेर उसलाई मात्र देखाएर उसको पिछमा बेचेर आफ्नो टिआरपी र पैसा दिन खोज्दाखेरि तिनीहरूले गर्दाखेरि त्यस्तो अवस्था आएको। अहिले पनि त तपाईँको रियल जेनजी भनेको तपाईँको योभन्दा काठमाडौँमा मात्र भएका 2-4जना टाउको एनजिओ आइएनजिओको पैसाका रियल जेनजी होला भने तपाईँ बाहिर जानुहोस् न, भ्यालीभन्दा बाहिर जानुहोस् न, हुम्ला जुम्लामा जानुहोस्, तपाईँको झापामा जानुहोस्, चितवनमा जानुहोस्, कैलालीमा जानुहोस्, तराईमा जानुहोस्, मुसा समूहमा जानुहोस्, एउटा गरिब दुखीको घरमा जानुहोस् न, जेनजी त्यहाँ पनि छन्। ती जेनजीहरूले पनि त आफ्नो आवाज आफ्नो जुन पीडा छ नि त त्यता पनि त्यो चाहिँ चेन्जेबल हुनुपर्छ भन्ने आवाज उठाइरहेको छ नि त हरेक ठाउँमा होइन। अब जस्तै कि यो तपाईँलाई लाग्छ काठमाडौँ भ्यालीभित्र पनि धेरै ठाउँमा छ नि त होइन, उत्पीडन यो पीडित एकदमै भएको कारणले गर्दाखेरि जस्तै कि बाहिरबाट पढिरहेको स्टुडेन्ट चाहिँ यहाँ पढ्न आएको छ नि त। भ्याली भनेको चाहिँ एउटा आँखा जस्तो भयो क्या नेपालको होइन, जुन आँखाभित्र पनि एकदमै दयनीय घटनाहरू घटिरहेको छ दिन प्रतिदिन होइन। जस्तै कि बालकुमारीमा जुन घटना घट्यो गोली लागेको उहाँ पनि आफ्नो जो रोजगारको लागि लडेर बित्नुभयो होइन। अनि हरेक ठाउँमा रेप केसहरू स्कुलमा एकदमै त्यसको लागि त खै जेनजीहरूले बोलेको तपाईँले भन्नुभयो होइन। त्यसको लागि आवाज उठाउने जेनजीहरू कहाँ छन्? अहिले त सबै जेनजी भनेर आएको छ नि त, आउनु पर्यो नि त फिल्डमा होइन। साँच्चीकै परिवर्तन चाहियो भने त लेडिजहरूलाई एउटा कुनै पनि स्कुलमा टिचरले चाहिँ यसलाई चाहिँ यस्तो गर्यो नराम्रो नियतले हेऱ्यो भन्ने छ त उहाँ आवाज उठाएको खै जेनजीहरूले होइन। त्यहाँ पनि त आउनु पर्यो भन्न खोजेको क्या। साँच्चीकै परिवर्तन चाहने जेनजी त आवाज उठाउँछ नि त, पीडकहरूको त आवाज अभियसली माथि ल्याउला होइन। अहिले पीडक स्वयंले उठाउनु पर्ने अवस्था छ, हेर्नुहोस् कसैले उठाइदिँदैन, सर्टेन फाइदा लिएर उठाउला अथवा त्यो उठाए पनि व्यक्ति स्वयं बोल्न सक्दैन भनेदेखि इन्जस्टिस सहनुपर्छ, त्यो बोलेरै पनि इन्जस्टिस पाउनुपर्छ त्यो कुरा छ। अघि हजुरले जुन भन्नुभयो नि मिडिया म्यानिपुलेसनको कुरालाई लिएर त्यस्ता कुन मिडियाहरू तपाईँहरूले फेस गर्नु पर्यो? यस्तो छ तपाईँले सुरुमा उनीहरू मिडिया ट्रायल गर्छ, उनीहरूले हाँसेको लाइक हुन्छ नि हाछ्यौ गरेको नचुप बनाएर उनीहरूले तपाईँको सुन्नुभयो होला के गर्छन् भने एउटा सर्टेन मान्छेलाई मात्रै उनीहरूले देखाउने बारबार देखाउने उसले यस्तो गरे भयो ए बाबा लाइभ राखेको छ। योभन्दा अगाडि त योभन्दा डक्टर बाबुराम भट्टराईले त्यो बाटो ठुलो गराएको, बर्देनले ठुलो गरे होला, पालेनले घर फुटाएर त्यत्रो बाटो ठुलो गरे होला, त्यो जापानिज सरकारले बनाइदिए बाटो होइन, त्यो फुलहरू जापानिज सरकारले गरिदिए होइन, त्यो बालेनले ल्याएर बनाइदिए सहर हो, त्यो काठमाडौँ बालेनले बनाएको हो, धनगढी गोपी हमालले बनाएको हो र धनगढी त निर्पोटले बनायो भने बाटो त निर्पोटले ल्यायो भने दीर्घकालीन विकास ल्याउनु पऱ्यो नि। हावा वफादारी कुराले फोकस गरेर कसैको घर हालेर अनि सुन्नुहोस् एउटा कुरा मलाई भन्नु, सडक पेटीमा बसेको मान्छेका मकै पोलेर खाने बिचरा उसले मकै पोलेर खाने मान्छेको मकैहरू उछिनेर फालेर साग बेच्ने मान्छेको ए बाबा मकै बेच्ने मान्छेले उसले 50-60 रुपियाँको मकै बेच्ने मान्छे सटर लिएर कहाँ मकै बेच्न थाल्छ? उसले भाडा तिर्न सक्छ काठमाडौँमा 50-60 हजार तिरेर भाडा तिर्न सक्छ मकै बेच्ने मान्छेले, साग बेच्ने मान्छेले 50-60 हजार रुपियाँ तिर्न सक्छ उसले। अनि त्यत्रो महँगो यहाँ भाडा छ खै भाडाको नियमहरूमा, अनि त्यो मान्छेलाई गोली खान दिनु पर्दैन? महानगरपालिकाले उसलाई सर्टेन एरिया बनाएर ल यहाँ बेच्नुहोस्, तपाईँले यो ठाउँमा तपाईँले तरकारी बेच्न सक्नुहुन्छ, यति बजेदेखि यति बजीसम्म बोलाउनु सक्दैन। अनि उसले त्यो गरिब दुखीलाई के भन्छन् अरे जहाँ गइरो त्यही पहिरो भनेर चाहिँ ऊ त्यो दुखी छ उसलाई पीडा परेको छ त्यसमा आएर महानगरपालिकाले उसको भएका ठेला गाडा हटाइदिने द्याट्स ननसेन्स। कहाँको जस्टिफिकेसन हो? कहाँको न्याय? त्यो मिडियाले देखाउनु पर्दैन त्यो कुरा। सत्य कुरा ढिला आउला, त्यो आफ्नो ठाउँमा छ, एक दिन आउला अवश्य पनि होइन।
तर यहाँनिर अधिकांश के देखिराख्यो भने पोलिटिसियनहरू पनि स्पेसली पोलिटिक्सलाई नै म फोकस गर्न चाहे किनभने पोलिटिसियनले चाहिँ पुवर क्लासको मान्छेहरूलाई आफू सत्तामा नपुग्दासम्म चाहिँ एटेन्सन कलेक्ट गर्ने अनेक बहाना गर्ने र पुवर क्लासको मान्छेहरूबाट एटेन्सन कलेक्ट गरेर ऊ मान्छे सही हो टाइप अफ गर्ने र भोट लिने सिम्पली देन सत्तामा पुगेपछि ग्रुप अफ मान्छेले बनाएको रुलबाट अरू मान्छेहरूलाई जस्टिफिकेसन हुन्छ रुल क्रिएटरले त जहिले पनि आफ्नो फाइदाकै लागि बनाइरहेका छन् इभन पोलिटिसियन ग्लोबली नै हेर्ने भने पनि तपाईँले एउटा कन्ट्रीबाट अर्को कन्ट्रीको वार हेर्नुहोस् गाजा प्यालेस्टाइनको वार सरकारबाट जनताहरू मरे न्याय खोइ सरकार के को लागि यस्तो छ एउटा कुरा सुदन गुरुङ त्यो चोर फटाएको त्यसको को मर्या छ भन्नु त त्यसको आमा मर्या छ त्यसको बाउ मर्या छ त्यसको भाइ मर्या छ अहिले गएका उहरूको रक्षाबन्धनको बाउमा पनि मर्या छ उसको भाइ पनि मर्या छ आन्दोलनमा तिनीहरू खै फोटो जलिसकेपछि उनीहरू रमाइरहेछन् उनीहरूले फोटो खिचिरहेछन् फोटो खिचेर रमाइरहेका थियो उनीहरू भनेका उनीहरूको कोही मर्या छ उनीहरूलाई एउटा गोली लागोस् न गोली लागेको मान्छेलाई पीडा कस्तो पीडा हुन्छ भन्ने कुरा उनीहरूलाई सोध्नु नभएर कति पीडा हुन्छ भन्ने कुरा यिनीहरूले उनीहरूको ब्रेन वास गरे होइन भ्रष्टाचारलाई मुक्त गर्नुपर्छ नेपालमा समृद्धि ल्याउनुपर्छ नेपालमा भ्रष्टाचारलाई हामीले ठोक्नुपर्छ कि एउटा नारा के थियो हाम्रा बाउ खाडीमा तिम्रा बाउ गाडीमा भन्ने थियो ती चोरहरूलाई अहिले करोडको गाडीमा चढिरहेछन् ती चोर फटाहरू पार्टीको प्लेसमेन्ट गर्नको लागि एभरेज जस्तो होटलमा 6-7 लाख रुपियाँ तिर्छन् कहाँबाट आयो त्यो पैसा कहाँबाट आयो तिनीहरूलाई करोडौँको गाडीमा एउटा खाजा मात्र खाएको 50,000 तिर्छन् तिनीहरूले त्यो ग्रुपलाई मात्रै त्यो पैसा कहाँबाट आयो त्यो पैसा हाम्रै पैसा होइन तिनीहरू पहिला भ्रष्टाचार गर्ने नेता र यो नेतामा के फरक भयो भन्नु त हामीले देश त्यही चाहे हो यो देशमा अमेरिकन एउटा एमसिएको एउटा कम्पनीलाई कर छुट गर्नुपर्छ कुलमा भ्रष्ट जस्तो मान्छेले नेपाली जुन कम्पनीहरू छन् उनीहरूलाई बन्द गरे उनीहरूबाट पैसा थुत्नुपर्छ भनेर उनीहरूको पछि लाग्यो त्यो राम्रो पक्ष हो म मान्छु यदि कसैबाट ट्याक्स तिरेको छैन राज्यलाई ट्याक्स दिनुपर्छ तर ट्याक्स दिन्छु भन्ने नाममा लगेर अमेरिकन एजेन्टहरू अमेरिकन कम्पनीहरूलाई छुट गर्न त मिल्दैन नि के अमेरिकन छुट गर्न यो सरकारले के भन्छ भने हामी चुनाव मात्र गर्न आएको भनेर भन्छ चुनाव मात्रै भन्छ यो सरकारले ल मलाई भन्नुहोस् यो सरकार संविधान धारा 74मा टेकेर सरकार भने त्यसमा 74 को धारा हेर्नुहुन्छ भने के भनेको छ त्यसमा कुनै पनि व्यक्ति तपाईको प्रतिनिधि सभाबाट आएको मान्छे मात्र प्रधानमन्त्री बन्छ भनेर भनेको छ तर उहाँ भनेको अनि अर्को धारा 132 को 2 मा टेकेर हेर्नुहोस् त त्यसमा के भनेको छ त्यसमा के भनेको छ भने कुनै पनि महान्यायाधीश भएको मान्छेले सरकारी काम सरकारको कुनै पनि उमा पोस्टमा बस्न नपाउने उहाँ प्रधानमन्त्री कसरी हुनु भयो ओके फाइन क्रिटिकल सिचुएसन हुनु भने अहिले उहाँलाई काम गर्न कुन क्रिटिकल सिचुएसनले समातेको छ संवैधानिकमा बसेर प्रधानमन्त्री बन्ने तर भन्दाखेरि चाहिँ मलाई संविधानले गर्न दिएन मलाई राष्ट्रपतिले गर्न दिएन मलाई अरूले गर्न दिएन त्यो ननसेन्स होइन त्यो हाम्रो ब्लडमा बनेको सरकारले जनतालाई न्याय दिलाउनु पर्दैन जनतालाई यो अनुभूति दिलाउनु पर्दैन कि सरकार हाम्रो भनेर ती भ्रष्टाचारीहरू नेताहरूलाई पालन पोषणमा लाग्ने तपाईलाई लाग्छ त कहिले होला जस्तो त्यस्तो अब सरकारबाट होला सरकारबाट कहिले न्याय पाउँछ मान्छेले कहिले पाएको छ एक्जाम्पल दिनुस् के भएर त हामीले भन्दै छौं त्यही भएर भन्दै छौं हामी रियल जेन्जीहरुले अब सरकार बन्नुपर्छ हाम्रो अब न्याय जनताले पाउनुपर्छ अब यो जनता यो अब आउने सरकारमा यो सरकारले त गर्दैन केही पनि अब हुने सरकारमा अब हामी के भन्न चाहन्छौं यो सरकारले हामीलाई राखेका मागहरु पूरा गरेन भनेपछि हामी यो सरकारलाई 2 महिना हामीले वेट गरी हेरिसक्यौं 2 महिना हेर्यौं हामीले ए बाबा प्रधानमन्त्री सुशीला कार्कीले 5 दिनमा भ्रष्टाचारलाई समात्छु भने हैन खै त समातेको ल मान्छौ केपी उल्लेवलाई समातेन तर करोडौं खरबौंका काण्ड छन् खै समातेको अरु पनि त काण्ड छन् त्यो स्क्यान्डलले पनि समातेको बिलिभ गर्ने त नेक्स्ट मान्छेलाई किनभने प्रिभियसली पनि त यो अन्तरिम सरकार भन्दाखेरि धेरै जना आशावादी थिए तबै हामी सबैजना एउटा खालको राइट वेमा जस्टिफिकेसन होला उहाँ आफै चीफ जस्टिस हुनुहुन्छ र जस्टिसको एक्सपेक्टेसन चाहिँ एकदम हाई लेभलमा थियो धेरै मान्छेहरुको जस्तो लाग्छ मलाई अब कतिको थियो कतिको थिएन थाहा भएन तर हामी धेरै व्यक्तिहरुले चाहिँ एउटा खालको एक्सपेक्टेसन गरेको थियौं केही चेन्जेस होला अर जस्टिफिकेसन चाहिँ पाउला भनेर तर गभर्नमेन्टबाट स्टिल जस्टिफिकेसन छैन सो अब फेरिको पनि के बिलिभ त
यस्तो छ र कस्तो खालको पोलिसी भयो भने तपाईले चाहिँ जस्टिस मिल्छ जस्तो लाग्छ त्यो पनि भन्नुस्। यस्तो सबैभन्दा पहिले त यो नेपाली सरकार होइन, यो नेपाली सरकार हो भन्ने भ्रममा नपरौँ। यो नेपाली सरकार हुन्थ्यो भने नेपालीका माग सम्बोधन गर्थ्यो क्या। कसको सरकार हो त? यो भनेको विदेशी दलालको सरकार, यो भनेको बाह्य शक्तिको सरकार। एक्जाम्पलको लागि यो नेपालको नभएर भारु र डलरको सरकार हो, यो नेपाली नेहरूको सरकार होइन। को व्यक्ति छन् त्यसमा संलग्न? तपाईलाई म भनौँ, जस्तै कि तपाईले भन्नुभएको बब्लु गुप्ता, तपाईले युवा तपाईको मुखमा भन्दा बब्लु गुप्तै आउँछ नि होइन। यो अहिले तपाईले भनिराखेन, मैले हेरिरहनु भएको जनताको लागि बोलिरहेको त, म तपाईँको लागि होइन नि त, जनताको लागि बोलिरहेको छु। म उहाँको दिमागमा एउटा सोच के आउन सक्छ भने बब्लु गुप्ता चाहिँ ऊ चाहिँ जेएनजीको हो भनेर भ्रममा परिरहनु भएको छ। त्यो भ्रम नपर्नुहोस् कृपया, किनभने ऊ पनि एउटा अमेरिकन युथ काउन्सिलको मेम्बर छ। 2022मा युथ काउन्सिलको मेम्बर छ। ऊ आइएनजिओमा 100 ग्रुप भन्ने एउटा आइएनजिओ चलाएर बसेको मान्छे हो। अनि ऊ चाहिँ उसको साँच्चै भन्दा ऊ कुन मानेमा एउटा मन्त्री बन्न, खेलकुद मन्त्री बन्ने योग्य भएको मान्छे हो। तपाईँ अहिले हेर्नुहुन्छ मदन परियार बारबरा फाउन्डेसनबाट छ, समन्ता फाउन्डेसनबाट छ। अनि त्यसपछि तपाईँको अर्को भनेको जगदीश खरेल बारबरा फाउन्डेसनबाट छ। अनि अर्को भनेको के अरे हाम्रो यो डाक्टर के सुधा गौतम भन्ने सन्दुक बारबरा फाउन्डेसनको ऊ चाहिँ फादर भनेर भनेको छ, उसको बाउ भनेर भनेको छ, गेम चेन्जर नै भनेको छ। हाम्रो डाक्टर सन्दुक रोहितको त जुन खालको स्टेटस छ त्यो बेसमा त मान्छेहरूलाई उहाँले धेरै राम्रो कामहरू गरेर भनौँ न धेरै व्यक्तिहरूलाई सहयोग पनि गर्नुभएको छ। के तपाईलाई लाग्छ त त्यसो त एनजिओ आइएनजिओ र युथ काउन्सिल जुन अमेरिकन एम्बेसीहरूको कुरा गर्नुभयो त्यसमा लागेको मान्छे चाहिँ खराबी नै हुन्छ त? यस्तो खराबी भन्दा पनि यस्तो एउटा कुरा के हो भने खराबी र राम्रो भनेको उसको कामले बताउने हो। सुन्नुहोस्, एउटा कुरा के भने मैले कसै मान्छेलाई खाना खाएर खिलाएँ, खाना खाइसकेपछि अनि उसलाई मैले टर्चर गर्नु द्याट्स ननसेन्स। त्यही तपाईँले त्यही भन्नुभयो, ल बाबु खाऊ राम्रोसँग बसायो, लाई बेला गएर गालामा 2 झापड लगाएको जस्तो भयो कि भएन। उसले कहाँ राम्रो काम गर्यो, उसले हाइली एप्रिसिएटेड। यदि मैले पनि मेरा राम्रा काम छन्, मैले राम्रो गरिरहेको छु भने मैले नराम्रो गरे पनि मैले मान्नुपर्छ भन्ने होइन क्या, त्यो गलत भाष्य हो। हामी गलत भ्रममा छौँ। उसले गर्यो, डक्टर भनेको उसको कर्तव्य काम हो उसको, ऊ भगवान होइन जुन एउटा निस्वार्थ हिसाबमा उसले गरे। उसले पैसा लिएको छ, फ्रीमा गरेछ र उसले डक्टर भन्ने बित्तिकै उसले आँखा खोलेर फ्रीमा गरे हो, पैसा लिएको छ उसले निस्वार्थ। ल उसको कर्म हो त्यो, मेरो कर्म पनि डक्टर, मैले पनि निस्वार्थ रूपमा गर्नुपर्छ। तपाईँ एउटा पत्रकार हो, तपाईँले एउटा दुखी गरिबको बारेमा तपाईँले बाहिर ल्याइदिनुहुन्छ, वकिलले वकालत गर्ने हो। अनि त्यस्तै व्यवसायले आफ्नो व्यावसायिक रूपमा काम गर्ने हो। र सन्दुक रोहितले उसले एउटा स्वास्थ्य क्षेत्रमा काम गर्यो भन्ने बित्तिकै उसलाई ल्याएर उसले नराम्रो काम गर्नु पनि भनेर उसलाई एक्सेप्ट गर्नुपर्छ भन्नेमा म चाहिँ छैन। होइन त्यो त पर्दैन, त्यसमा म पनि छु। म स्ट्रङली नै लाइक राइट कुरा जे छ त्योलाई लिएर चाहिँ हामीले भनौँ न राइट के हो रङ के हो त्यसलाई फिल्टर गर्नुपर्छ। कोही व्यक्ति चाहिँ राम्रो काम गरिरहेछ भने उसको गल्ती छ भने पनि वाह गर्नु चाहिँ हुँदैन। त्यो भनेको ब्लाइन्ड सपोर्टर र त्यो भनेको ल्याक अफ अवेरनेस हो, ल्याक अफ भनौँ न हाम्रो नलेज हो। सो त्यो भएर चाहिँ डेफिनेटली हामीले फिल्ट्रेसन चाहिँ गर्नुपर्छ, जुन चाहिँ नेपाली सोसाइटीमा हेर्ने हो भने सहरमै त छैन, गाउँमा चाहिँ झन् एकदमै दुःख लाग्दो अवस्था छ। तपाईँलाई म इक्जाम्पल भन्छु कि कुनै एकजना बुढी आमालाई भोट हाल्नको लागि उनीहरूले गाउँबाट उठाएर उनीहरूको भोट स्थानसम्म लग्छन् र उनीहरूले कुन ठाउँमा भोट हाल्ने छ हालिसकेर छोडिदिन्छन्। भोट भनेको आफ्नो इच्छाले हाल्ने कुरा हो, कसैको फोर्सले होइन। तर गाउँघरमा भोट हालेन भने त्यो व्यक्तिलाई अलिकति असामान्य तरिकाले लिन्छन् र उसलाई जबरजस्ती भोट हाल्न लगाइन्छ। एकदमै बुढेसकालको मान्छे बिरामी छ भने पनि लिएर जान्छन्, हाल्छन् र छोडिदिन्छन्। त्यस्तो घटनाहरू तपाईँहरूले देख्नु भएको छ कि छैन? मैले देखेको छु। म चुनावको परिस्थितिमा जाँदाखेरि मैले स्वयंले भोट हालिन, म नहालेको कुरा खुला भनिदिन्छु। मलाई इच्छा छैन, म हाल्दिनँ। कसैले फोर्स गर्न पाउँछ? मैले रङ गरेको छैन, मलाई इच्छा छैन भने म जबरजस्ती भोट हाल्दिनँ नि होइन। तपाईँहरूले या धेरै व्यक्तिहरूले अहिले पनि के भनिरहनु भएको छ भने भोटर कार्ड बनाइहालौँ, भोट हाल्न गरिहालौँ, भोट हालौँ, चेन्ज गरौँ। इच्छा छ भने गरौँ, जबरजस्ती त्यसरी भन्न मिल्छ र? यस्तोमा चाहिँ आफूले चाहिँ राइट पर्सन इन राइट प्लेस
Who is the right person नि? त्यही न, त्यो चाहिँ आफूले त्यो एनालाइसिस गर्न सक्नु पर्यो नि त। जस्तै तपाईहरु यस्तो एनालाइसिस गर्दा पनि यहाँ धेरै मान्छे प्रिभियसली पनि एनालाइसिस गरेर बहुमतबाट आएका हुन् मान्छे। बहुमतबाट मान्छे इलेक्ट भएर आइसके पछाडि जुन इन्जस्टिस क्रिएट हुन्छ नि, त्यो इन्जस्टिसको जिम्मेवारी को लिन्छ? त्यस्तो छ। एउटा कुरो म तपाईँलाई के भन्छु भने अब जस्तै कि हाम्रो एउटा बागमती खोला बगिरहेको छ। बागमती खोलालाई तपाईँले रोक्छु भनेर अनि तपाईँले यो हाम्रो कलङ्कीमा गएर या पशुपतिको छेउमा गएर तपाईँले बाँध लगाउनु भने त्यो कता न कताबाट पानी हाल्छ। यदि त्यसलाई रोक्नु छ भने त्यसलाई त सुन्दरी त्यसको मुहानबाट छिर्नु पर्यो नि। अनि तपाईँले एउटा सर्टेन मान्छेले गर्छु भनेर हुन्छ जुन संविधानमा, जस्तै कि मानिले हाम्रो सिस्टम नै करप्ट भयो भने, सिस्टम नै भ्रष्ट भयो भने कसरी मान्छे राम्रो हुन्छ? सिस्टम खै बनेको? सो द्याट अघि म पोलिसीको कुरा गर्दै थिएँ नि त। तपाईहरुले आफ्नो साइडबाट कुन वेमा चाहिँ क्रिएट गरेर जस्टिफिकेसन दिने सोच्नु भएको छ त? किनभने एट द एन्ड त जस्टिफिकेसन हो। एउटा कुरा त फर्स्टमा चाहिँ के हुनु पर्यो भने सरकार नेपालीको हुनु पर्यो, सरकार नेपालीको हुनु पर्यो। अनि अर्को कुरा म के भन्नुहुन्छ भने जस्तै तपाईँले अघि उसको भोटको कुरा गर्नु पहिला है, म त्यसलाई थोरै भन्नु एक्सप्लेन गरिदिन्छु म। यदि साँच्चै भन्दा चुर फटा नेताहरूले, त्यो भ्रष्ट नेताहरूले राम्रो गरिदिएको भए, विकास गरिदिएको भए नेपालमा एनजिओ र आइएनजिओहरू आएर नेपालमा देशलाई विध्वंस मचाउने खालको कुनै पनि क्रियाकलापमा संलग्नता हुँदैन थियो क्या। यहाँ एनजिओ आइएनजिओको नाममा इस्टाब्लिस भएर नेपालमा इलिगल गैर कानुनी धन्दाहरू चलाउने, गैर कानुनी काम गर्ने, अरू राष्ट्रहरू गैर राष्ट्रका हाम्रो तेस्रो राष्ट्रलाई फलफल पुर्याउने खालका जति पनि क्रियाकलाप हाम्रो देशमा भइरहेको छ। हाम्रो नेपाललाई त बेस्ट आइएनजिओबाट चलेको तेस्रो नम्बरको देश हुन्छ है। अनि उनीहरूले चलाइरहेको, आइएनजिओले चलाइरहेको देशमा जुन यो फटा चोर नेताहरूले उनीहरूको पैसा खाइरहेको नि त, उनीहरूको एजेन्डा बोक्नु परेन भनेर नेपालीको एजेन्डा बोक्न छोडेर उनीहरूले त एनजिओ आइएनजिओको एजेन्डा बोक्छ। के गर्दै डाक्टर सन्दीप रोयले काम त राम्रो गरे, आँखा देखाए, आँखा बन्दलाई आँखा देखाए, त्यो राम्रो काम गरे। तर विदेशीसँग मिलेर देश ध्वस्त पार्ने योजना पनि बनाएको छ। त्यही भन्दैछु उनीहरूले एउटा भन्दैछु त राम्रो गरे। अब हामी सचेत कहाँनिर हुनुपर्ने रहेछ बस्नुहोस् तपाईँ। देश सुन्नुहोस्, तपाईँ सुन्नुहोस्, यस्तो भन्दा पनि तपाईँको पनि देश हो। तपाईँ के बुझ्नुहोस् भनेपछि देश संविधानको खोस्टाले बन्ने होइन, देश हाम्रो अठोटले बन्ने हो। सुन्नुहोस्, क्वेसन र उत्तर यो के हामी कतातिर गर्छौँ भने अलिकति फरक ढङ्गले हामीले बस गर्नुपर्ने भएको चाहिँ हाम्रो अघिल्लो पुस्ताले जे ढङ्गले बस गरेर देश राजनीतिक परिवर्तनबाट पछि चाहिँ देश बन्छ, संविधान ल्याएपछि देश बन्छ भन्ने बस गऱ्यो नि, त्यो रहेनछ नि। त्यो त हामी असफल गयौँ नि त। संविधान पुनर्लेखनको बाटोमा मात्रै गयौँ। सुन्नुहोस्, संविधान पुनर्लेखनको बाटोमा गयौँ, संविधान 10 वर्षपछि लेखिसक्यौँ, घोषणा गऱ्यौँ, तर त्यही भएन। फेरि अर्को ग्रुप, फेरि विदेशी शक्ति जो अहिले चलेका मान्छे नि डाक्टर सन्दीप रोय जे नेपालमा जो राम्रो काम गरेका छन् नि, तिनीहरू एनजिओसँग नै कनेक्टेड हुँदो रहेछन्। तिनीहरूले के गर्दा रहेछन् भने एउटा शक्ति प्रयोग गरेर सकाउने अनि त्यसलाई सकाउनु अर्को शक्ति प्रयोग गर्ने रहेछन्। अर्थात् यो देशमा जहिले पनि राजनीतिक द्वन्द्व मात्रै हो। आर्थिक क्रान्ति कहिल्यै पनि नल्याउने। देश त आर्थिक क्रान्ति, आर्थिक रूपान्तरणले समृद्धि बन्ने हो नि त। हामीले अब के बुझ्नु पर्यो भनेपछि यो विदेशी सरकारलाई ढालेर पुनः हामी संविधान संशोधनको बाटोबाट पुनः नयाँ विचार, नयाँ निष्कासन दिँदाखेरि चाहिँ बेस्ट अबको बाटो रहन्छ। भएका श्लोकहरूको जस्तै कसरी चल्यो सुरुमा मलाई एउटा इक्जाम्पल दिन्छ कसरी भन्ने हामीलाई त कसरी टेर्दैन रहेछ त तपाईँले अघि नै भन्यो हैन यहाँ कसैले कसैलाई टेर्नेवालै छ। प्लिज एउटा कुरा है ल सुन्नु, मैले जेनजीको आन्दोलन पछि एउटा मैले र मेरो टिमले पर्सनली आफू नै धेरै नै हिट पनि भयो। हाम्रै टिमले कति धेरै घाइतेहरूलाई सहयोग गर्यो, कति धेरै मृत परिवारहरूलाई सहयोग गर्यो। हाम्रो इन्डियामा कति पनि तर एउटा भ्रष्ट सुदन चोर फटा जुन एउटा विदेशी दलालले एउटा लास बोक्न बित्तिकै त्यसलाई स्ट्यान्डबाजी चाहिन्छ। त्यसलाई जति बेला मिडिया चाहिन्छ त्यसलाई लास बोक्दाखेरि एउटा शहीदको बोल्दा एउटा लास चाहिन्छ होइन। त्यो लास बोकिरहेको बेला मलाई एउटा मिडिया चाहिन्छ। मिडिया आइसकेपछि उभिन्छ, टक्क उभिन्छ, पोज दिन्छ, यताउति हेर्छ, पोज दिन्छ भने टक्क हेर्छ। सुन्नुहोस्, उसले आँखामा टक्क आँसु ढाले जस्तो गर्छ अनि त्यसो यसो झाडु लगाएको जस्तो गर्छ, फुस्सो गर्छ, हात गर्छ।
That's a kind of drama. अब त्यो उसले साँच्चै भन्दा शहीदहरूको बारेमा सोच्थ्यो भने शहीदहरूलाई पैसा दिनु सुन्नुहोस् शहीदहरूलाई 15 लाख रुपियाँ दिनु मात्र द्याट्स नट वे द्याट्स नट द राइट वे 15 लाख रुपियाँ त गाडीले किचे पनि 15 लाख रुपियाँ दिन्छ 10-15 लाख रुपियाँ तर उसले 15 लाख रुपियाँ दियो भने शहीदको सपना पुरा भयो हो शहीदको सपना शहीदको सपना भनेको सुलन गुरुङजीले पकेटबाट दिनुभएको र के दियो भन्ने कुरा दियो मैले भने होइन अहिले सरकारमा त उही छ त सरकार चलाउने एउटा गृहमन्त्रीलाई सघाउँछ उसले गृहमन्त्री ठगाउनु कहाँबाट रहेछ भनेपछि एकैछिन सुन्नुहोस् तपाईँको मिडियाबाट हामी जनतालाई बुझाउँदैछ जो मान्छे अलिकति हाइलाइट आयो नि त्यो मान्छेलाई विदेशी शक्तिले प्रयोग गर्दो रहेछ अब सुदन गुरुङ हाम्रो नेपाली नै हो तर त्यो आफै पनि प्रयोग भएको थाहा पाएन विदेशी शब्द अब यस्ता चाहिँ हामीले गल्ती नगरौँ भन्ने तरिका जानुपर्छ ओके यसमा म अहिले प्रति प्रश्न गरेँ अघि हजुरले पोलिसीको कुरामा जुन कुरा गर्दै गर्दाखेरि विदेशीबाट चल्ने कुरा यहाँ धेरै आयो तपाईँहरू सबैले बताउनु भयो इभन म्यानिपुलेट भइरहेको मान्छे पनि यस्तो हुने रहेछ भन्नुभयो ओके फाइन स्टिल जो पोलिटिक्स गरिरहेका मान्छेहरू छन् उनीहरूले विदेशमा यो सरकार छ त्यो सरकार छ संसारमा के छ नि आफ्नो क्रिएटिभिटी खोइ त आफ्नो सुन्नुहोस् अघि जुन नेपालीपन र आफ्नोपनको कुरा आयो नि मान्छेले पोलिसी लेख्ने बेला के गर्छ विदेशको सारा देशको पोलिसी हेरेर लेख्ने हो हाम्रो देशमा कस्तो जस्टिफिकेसन दिने भन्ने बेसमा पनि चाहियो इन्टरनेसनल पोलिसी पनि चाहियो एकदमै त्यही भनेको अहिलेको जुन पोलिसीहरू निर्माण गरेको छ नि त त्यो संशोधन नभएसम्म चाहिँ तपाईँले नेपाली जनताले न्याय पाउँछन् नर्मल जस्तै कि हामीले नेपाल भनेको एकदमै धेरै एडभेन्चर लाइक हो नि त होइन त्यहाँ चाहिँ हामीले लगभग जब तपाईँ हुम्लातिर जानुभयो भने हुम्लाको डाँडा काँडामा गएर तपाईँले त्यहाँ कुनै राम्रो एजुकेसन अथवा राम्रै के अरे एमबिबिएस नै कलेज खोले पनि त्यहाँ इफेक्टिभ हुँदैन क्या त्यहाँको त्यो इन्भाइरोमेन्टलाई होइन जस्तै माटो सुहाउँदो एजुकेसन त्यहाँ चाहियो होइन जस्तै कि त्यहाँ चाहिँ सिटामोल राम्रोसँग मान्छेले त्यो सिटामोल यहाँ त अहिले त हामी त जस्तै कि टिकोल चाहियो भनेर भन्छौँ नि त उसमा थानिसमा जाँदाखेरि त्यहाँ मान्छेले त्यो सिटामोललाई पनि कसरी खाने कतिखेर खाने शुद्ध त्यहाँ मान्छे गाइडलाइन गर्ने मान्छे त्यहाँ पुगिरहेको छैन क्या होइन त्यहाँको मान्छेलाई त त्यो अनुसारको शिक्षा चाहिन्छ होला नि त त्यो हुँदाखेरि यहाँको अहिलेको सिस्टमले त्यसलाई इफेक्ट पाइरहेको छैन यो सिस्टमलाई त चेन्ज गर्न साँच्चीकै चेन्ज गर्नलाई त तपाईँ हामी जस्तो युवाले त गराउनु पर्यो नि त होइन र प्रब्लम सबैतिर छ ओके म पोलिसी नै तपाईहरुले चाहिँ कसरी सल्युसन दिनुहुन्छ सेतातिर म तपाईलाई अघि भन्दै थिएँ म जस्तो कि हामीले के भन्छ भने हाम्रा अहिले भन्दा जति पनि मन्त्रीहरू बन्नु भयो र बनिरहनु भएको छ एउटा एक्जाम्पलको लागि हामी के भन्छौँ नेपाल हाम्रो देशलाई पर्यटन भित्र आउँछ भन्छौँ भित्र आउँछ कसरी भित्र आउँछ हाम्रो पोलिसीमा पर्यटनको पोलिसीमा राख्छौँ कि दुबई जस्तो खाडी मुलुकमा जुन छ खाडी मुलुकमा पर्यटनहरू आउँछन् तपाईँको सिङ्गापुरमा आउँछन् त्यस्तो खालको पोलिसी हामी यहाँ हाम्रो यहाँ उठ चलाउनको लागि कहाँ छ त्यस्तो पोलिसी ल्याउनको लागि हाम्रो त डाँडा काँडा छ नि डाँडा काँडालाई नै प्राकृतिक हिसाबमा के सुहाउँदो खालको पर्यटन त्यो खालको हामीले बनाउने हो नि सिस्टम पर्यटक बनाउने हो नि अनि अर्को कुरा भनेको जस्तै कि हाम्रो देश अनुसारको भेष भने जस्तै हाम्रो जुन देशमा छ देशले आवश्यक खोजेको कुराहरू हामीले ल्याउने हो भने तपाईँको ल पनि मैले सुनिरहेको छु एकर्डिङ टु द इन्डियन भन्ने एउटा रहेछ एकर्डिङ टु द इन्डियन जुडिसियल समथिङ के भन्दो रहेछ अनि हामीले बुक पढ्दा एकर्डिङ टु इन्डिया अनि इन्डियाले फेरि एकर्डिङ टु ब्रिटिस भन्ने अनि त्यसरी कसरी हामी विकास गर्छौँ यसमा जुन अघि हजुरले भन्नुभयो प्रब्लम सबै छ अहिलेसम्म हामी प्रब्लमको टकलाई गरिसक्यौँ र अब म सल्युसनतिर आउन चाहे तपाईहरुको पोलिसीहरु के छ तपाईहरुले चाहिँ कुन वेबाट जस्टिफिकेसन दिन सक्नुहुन्छ त कस्तो खालको पोलिसी ल्याउनुहुन्छ जुनले यो माटो सौदो होस् जुन हजुरहरुले अघिदेखि यो होस् त सबैले चाहन्छ तपाईहरुले चाहिँ कस्तो चाहनुहुन्छ बताउनुस् सल्युसन बताउनुस् है पहिला सबभन्दा त पहिला जुन हाम्रो नेपालको प्रधानमन्त्री छ नि त्यो चाहिँ नेपालबाट नै उनी नेपालीको गसिप नै तपाईहरुको कुरा सोधेको छु है मैले आफ्नो सल्युसन बताउनुस् ओके म त्यही भन्दैछु हाम्रो सोल्युसन नै भन्दैछु पहिला प्रधानमन्त्री जुन कार्यकारी छन् नि कार्यकारीले सोच्नु पर्यो देश मेरो हो यो देश मैले बनाउनु पर्छ यो देशलाई मैले माया गर्नुपर्छ भन्ने खालको फिलिङ आउनुपर्छ र सेकेन्ड फिलिङ आउनुपर्छ भाइ तपाईहरुले कसरी सल्युसन दिनुहुन्छ चाहिँ जस्तो कि सल्युसन दिने कुरा आएको नि अब
आउने कुरामा भन्दैछु म प्रधानमन्त्री बन्छु है भनेर मैले तपाईँको मिडियाबाट भन्नुलाई यसो गर्छु भन्दा त्यो सुहाउँदैन नि। मैले चाहिँ यस्तो खालको आउनुपर्छ सजेसन मात्र दिने हो। भोलि गएर सजेसन मात्र दिएर हुन्छ, तपाईँ आफै आउन चाहनुहुन्न। प्रधानमन्त्रीमा बन्नको लागि मेरो एउटा कुनै पुग्दैन, मेरो योग्यता नै पुग्दैन, किनभने म परिपक्वता पनि छैन। मैले प्रधानमन्त्री हाक्न सक्ने ममा छैन, किनभने त्यो डिप्लोमेटिक कुरा हुन्छ, धेरै कुराहरू बुझ्नुपर्ने हुन्छ। मैले भएको छैन। भविष्यमा यदि अब सबै कुराहरू बुझेँ, म परिपक्वता भयो भने देश हाँक्न सकौँला। तर अहिले म हाँक्छु भनेको किनभने देशभरि यस्तो कठिन अवस्थामा छ। अहिले भनेको जुन सङ्कटको अवस्थामा भएको भएर देशलाई डिप्लोमेटिकहरू सबै कुराहरू बुझेको मान्छे, एउटा राजनीतिक नै आक्षेप नभएको मान्छे चाहिएको देशको लागि अहिले भनेको। त्यस्तो व्यक्ति को हुनुहुन्छ होला त? फेरि सल्युसन त चाहियो। नेपाली भित्र छ नि, नेपाली भित्र नेपाली को हुनुहुन्छ अहिलेसम्म देखिएकै छैन त अनुभव। अनि तपाईँ स्वयं नै म अलिक अपरिपक्व छु, ममा त्यो क्षमता छैन भनिसके पछाडि अर्कोलाई कम्प्लेन गर्न मिल्ला र फेरि यस्तो छ। एउटा कुरा के भने मैले एउटा कुरा जत्रो कम्मल त्यत्रै खुट्टा गर्नु भन्छ क्या, एउटा इक्जाम्पल छ, जत्रो मुख छ त्यत्रै गाछ हाल्नु भन्ने। एउटा कुरा के हो भने मैले सक्ने भनेको मेरो मेडिकल फिल्ड, मैले स्वास्थ्य मन्त्रालय योभन्दा अगाडि मेरो नाम एकदम चर्चा पनि थियो स्वास्थ्य मन्त्रालयमा, स्वास्थ्य मन्त्रीको लागि एकदम चर्चा भएको थियो होइन। मैले गर्न सक्छु भनेर क्याबिनेटसम्म मेरो नाम पुगेको थियो पहिलो नम्बरमा। त्यसको लागि आम रियली सो ह्याप्पी कि म गर्न सक्ने भएर मैले गर्छु भनेर गएको थिएँ। प्रधानमन्त्री, गृहमन्त्री, अरू मन्त्रालय, किनभने त्यसको पनि आफ्नै पोलिसीहरू हुन्छ। भोलि मैले मन्त्रालयमा गइरहँदाखेरि, म स्वास्थ्य मन्त्री भइरहँदा क्याबिनेटमा बस्दाखेरि भोलि म सिस्टम बुझाउँला, नियम कानुन बुझाउँला, हेरौँ फ्युचरमा गर्न सक्छु भन्ने छ। तर अहिलेको स्थितिमा भनेको त एकदम कठिन स्थितिमा त अलिक परिपक्व भएको मान्छे सल्लाह दिनु र गर्नमा फरक हुन्छ। एब्सोल्युटली द्याट्स वी नो भेरी वेल द्याट थिङ्स। तर यस्तो होइन कि मूर्खताको हिसाबमा म नै गर्न सक्छु भनेर त्यो लाइक बुझिसकेँ। ओके, त्यो राम्रो कुरा हो। आफ्नो जुन फिल्डमा आफ्नो क्षमता छ त्यही अनुसार जानुपर्ने, त्यो राम्रो कुरा नै हो। सल्युसन के भन्ने कुरा आयो र प्रधानमन्त्री चाहिँ को देख्नु भएको छ त त्यस्तो व्यक्ति जसले चाहिँ जस्टिस दिन सक्ला प्रपरली? फेरि आजको जस्तै भोलि एक्सपेक्टेसन गर्ने मान्छे फर्स्ट होइन होइन। र चाहिँ तपाईँ आज स्वास्थ्य मन्त्री हुँदा अथवा तपाईँहरू जुन पोलिटिक्समा एउटा वेबाट आइरहनु भएको छ, तपाईँहरूले कुन इन्टेन्सनबाट आइरहनु भएको छ? आज प्रश्न पारिदिनुहोस् है। आफ्नो मनमा केही पाप छ भने त्यो पाप चाहिँ फेरि लाग्छ, खराबी नलुकाइकन भनिदिनु होला। त्यस्तो छ। पहिला सुरुमा त मैले अघि भने त्यसलाई तपाईहरुको केही चाहनाका कारणले त आउनु भएको होइन नि? छैन त्यस्तो। पर्सनल इच्छाको कारणले केही त्यस्तो केही पनि छैन। छ त कहिले कसैले खुलाउँदैनन् अनि यस्तो हुन्छ। अब त्यो हुन्छ नि जुन अविश्वासको भनेको यहाँभन्दा अगाडिको गरी आउँदाखेरि मान्छेलाई त्यो अविश्वासको पात्र त भइन्छ अभियसली पनि होइन। अहिलेको जेनेरेसन कस्तो भइदियो भनेपछि जुन जेनजी भनेर आउनुभयो सबैजना एकदमै पोलिटिक्सलाई चाहिँ नेगेटिभ वेबाट हेर्नु भएको छ कि अहिलेको जुन सिस्टममा बस्दाखेरि होइन पोलिटिक्स चाहिँ एउटा आफ्नो बाटोमा एउटा वेमा चाहिँ त्यहाँभित्र भएको पात्रहरू चाहिँ खराब हुन सक्छन् होइन। एउटा त्यहाँभित्रको भएको पोलिसी जुन नीति निर्माणहरू गर्छन् नि त्यो चाहिँ डिफ्रेन्ट हुँदैन, गलत हुँदैन भन्न खोज्छ। कसरी मान्ने पोलिटिक्समा लागेको मान्छे खराबी छ कि छैन भनेर? के थाहा, उनीहरूले त म्यानिपुलेट मात्रै गरिरहेका छन् अनि कस्तो विश्वास गर्ने भन्नुहोस् त? यस्तो हुन्छ नि त, त्यहाँ सत्तामा नभएको सडकमा बसेको पार्टीहरू पनि त छन् नि। सडकबाट हाम्रा पूर्व प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्रीहरू जति यो ओली देउवा यिनीहरू सबै पनि त यस्तै सडकबाटै आउनुभएको नि, रिजल्ट यस्तो आयो। त्यही त यस्तो हुन्छ नि त। अहिले स्टिल सडकमा बसेको अरू पार्टीहरू पनि त छन् नि। अनि यस्तो कस्तो भइरहेछ भनेपछि यसमा चाहिँ यो राजनीतिकलाई कसरी स्थिरता दिने भन्ने कुरा चाहिँ एउटा पाटो भयो कि अहिले चाहिँ विभिन्न दल समुदाय यो भित्र राजनीतिकभित्र बसेको साथीहरू चाहिँ कस्तो भयो भने चाहिँ जेन साथीहरू राजनीतिक दललाई चाहिँ एकदमै नेगेटिभ पारिदियो। अब चाहिँ हामी फेरि पार्टी खोल्छौँ भने उनीहरू फेरि त्यही दलभित्र छिरिरहेको छ। स्फूर्ति रूपले होइन साँच्चीकै देशलाई चाहिँ यो मौलिक हुन्छ नि, मौलिक राजनीतिकलाई स्थिर रूपमा कोही आउनुहुन्छ भने गाइडलाइन गरेर हामीले उहाँलाई सपोर्ट गर्ने। तपाईहरु फ्रन्ट लाइनमा आउनको लागि हैन, तपाईहरु सिर्फ सपोर्ट गर्नको लागि कसैको लागि? हामी चाहिँ यसको मेन एजेन्डा भनेको हामी सडकको जनताको आवाज बोल्ने हो। हामीले चाहिँ हाम्रो तर्फबाट के गर्न सक्छौँ होइन। हामीले जस्तै कि तपाईँले एउटा पत्रकार सबैजना जनताको आवाज भन्छन्, जनता खास को हो? जनता त हामी पनि जनता हो नि। हामी यो जनताभित्र पर्दैनौँ र पर्छौँ कि पर्दैन भन्नु न। हामी त पर्छौँ नि त। हामीले स्टिल होइन काठमाडौँमा पढिराख्दाखेरि जस्तै कि जस्तै म बिबिए पढेको, मैले बिबिए पढिराख्दाखेरि प्राइभेट कलेजमा तपाईँको कति लाख रुपियाँ तिरेर पढ्नुपर्छ ल भन्नु त?
त्यो सरकारले यदि एटलिस्ट मलाई स्कलरसिपमा पढायो भने मैले 2 इयर्ससम्म निःशुल्क रूपमा काम गर्न सक्ने मेरो क्यापासिटी बनाउने कि नबनाउने यो त गभर्नमेन्टले लिनु पर्यो नि त ग्यारेन्टी होइन र गभर्नमेन्टले ग्यारेन्टी लिने जबकि गभर्नमेन्टै ग्यारेन्टी छैन गभर्नमेन्टले तपाईलाई कसरी चल्छ जस्तो लाग्छ आज बताउनुस् न त सरकार कसरी हो त्यस्तो ठाउँमा चाहिँ ट्याक्स कलेक्ट गरेर सरकार बन्छ भनेपछि सरकार इल्युजन हो कि हैन तपाईले कसरी बुझ्नु भएको छ सरकार यस्तो हो ट्याक्स त हामी जनताको पैसा हो त्यो जनताको पैसाले चाहिँ हाम्रो कुन ठाउँमा हाम्रो जनताको लागि नै दिनुपर्छ उले जनताको लागि नै यसमा सिस्टर मैले है आर्ग्यु हैन मैले तपाईलाई जेन्युनली सोधे कि सरकारले जनताहरूलाई रुल बनाइदिएको हुन्छ तपाईले अघि जुन माग राख्नुभयो एउटा खालको मलाई फ्री एजुकेसन होस् टाइप फर अल इन्डिभिजुअल होस् भन्ने खालको राइट सो त्यसमा चाहिँ तपाईलाई सरकारले प्रोभाइड गर्ने राइट सरकारले तपाईलाई नियम बनाउने ठिक छ तर सरकारमा पनि त हामी भएकै व्यक्ति मध्येबाट कोही एकजना व्यक्ति बन्ने हो होइन सो सरकारको स्वयं व्यक्ति र सरकार गलत छ भने त्यहाँनिर जनताले बार यसरी नै झकझकाउनु त पोलिसी गभर्नमेन्टमा रहेका व्यक्तिहरूलाई नभएर सरकारको गल्तीलाई कसले दिन्छ यस्तो भयो के भयो भने तपाईले के बुझ्नु पर्यो भने जस्तै कि मानिलियो एउटा पानी आउने कुरा छ नि पानी आउने कुरा छ भने साइडबाट टुक्रा गरेर हुन्छ नि त्यहाँबाट चुयो भने चाहिँ पानी किनले आउन सक्दैन पाइप जुन आउनु पर्ने तपाईहरुको सल्युसन बताइदिनुस् यो धेरै डिस्कस नगर्नु हेर्नुस् तपाईहरुको सल्युसन चाहिँ के हो त तपाईहरुले कसरी जस्टिफाई गर्नुहुन्छ तपाईहरु चाहिँ एज अ पर्सन हैन जसरी अघि तपाईले चाहिँ सरकारलाई चाहिँ विद्रोह गर्नतिर लागिराख्यौं नि हामी हैन अथवा अर्कोको चाहिँ एकदम कम्प्लेन लाइक म एज अ क्वेशन गर्ने व्यक्ति छु भने मैले तपाईहरुलाई क्वेशन गरेछु तर तपाईहरुले केही गर्नुभएको छैन भनेर त मैले सोधेको छुइनँ नि ब्याड त सोधेको छुइनँ होला मैले भन्न खोजेको तपाईहरुले दिने सल्युसन के त तपाई एज अ रेस्पोन्सिबल सिटिजन भएको बेसबाट तपाईहरुले चाहिँ के सल्युसन दिनुहुन्छ त दिइरहनु भएको के छ र के दिनुहुन्छ एउटा कुरा के छ भने पहिला त हामी देश विकास नहुनुको मेन कारण भनेको एउटा स्टेबिलिटी गभर्नमेन्ट नभएको कारण हो हामीले अब आउने क्याबिनेटमा या हामीले फर्म गर्ने सरकार भनेको एउटा स्टेबल गभर्नमेन्ट हुनुहुन्छ त्यो भनेको स्टेबल गभर्नमेन्ट हुन्छ है स्टेबल गभर्नमेन्टमा रङ आयो भने र रङ एक्टिभिटी गर्यो भने प्लिज त्यसको लागि प्लिज म त्यसको लागि म आउँछु तपाईलाई है म भन्छु स्टेबल गभर्नमेन्ट बनाइसकेपछि त्यो गभर्नमेन्टको म्यान्डेट 5 वर्ष हुन्छ 5 वर्ष नभए 4 वर्ष हामीले बनाउने हेरौँ संविधानलाई संशोधन गरेर बनाइसकेपछि किनभने बाटो बनाइरहेको छ यो सरकारले अनि त्यो सरकारले नै हामीले नै बनाउँछ त्यो बाटोदेखि लगेर त्यो हस्पिटल त्यो कल कारखाना त्यो स्वास्थ्य क्षेत्र त्यो जति पनि औद्योगिक क्षेत्र छ सबै कुरा हामीले नै बनाउने 5 वर्षभित्र एउटा इक्जाम्पल कुरा है अनि अर्को भनेको सबैभन्दा जस्तै मानिलियो तपाईले भनेको मैले पनि त गल्ती गर्न सक्छु तपाईबाट कसरी विश्वास गर्न सक्छु भनेर भन्नुहुन्छ यदि मैले गल्ती गरेको खण्डमा यदि मैले स्वास्थ्य मन्त्री भएर मैले गल्ती गरेको खण्डमा या मेरो क्याबिनेटमा या मैले पठाएका मान्छेहरू या हाम्रो सरकारका कुनै पनि मान्छेहरू त्यहाँ जानुभयो गल्ती गर्नुभयो भने प्रमाणीकरण अदालतले प्रमाण गरिदिनु पर्यो भ्रष्टाचारको मुद्दा लगेर उहाँलाई तुको पद निलम्बन हुनु पर्यो निलम्बन मात्र नभएर उहाँलाई म त भन्छु आजीवन कारावास हुनुपर्छ आजीवन कारावास गरेर उसलाई जेलमा राख्नुपर्छ तर अहिलेको संविधानमा पनि छ उनीहरूलाई कारबाही गर्नुपर्छ भन्ने छ जेलमा बस्नुपर्छ भन्ने पनि छ तर कारबाही हुँदैन किनभने म आउँदैछु सोल्युसनमा किनभने जहाँ न्यायपालिका छ त्यहाँ न्यायपालिकामा भनेको पार्टीका कार्यकर्ताको भागभण्डा छ त्यहाँ म एमालेको यति माओवादीको यति राप्रपाको यति स्वतन्त्रको यति कुलतन्त्रको यति उनीहरूको सबको भागभण्डा हुन्छ ल है मेरो केस आउँदैछ तपाईले मिलाउनु होला कुन चाहिँ न्यायाधीश पर्छ कुन चाहिँ के पर्छ सुरुमै फोन कलबाट हुन्छ सेटिङ हुन्छ अनि तिनीहरूले कसरी सम्मान्छन् भ्रष्टाचारीलाई सुरुमा तिनीहरूलाई हटाउनु पर्छ न्यायपालिकामा जो पनि जानुहुन्छ न्यायपालिका जुन प्रधान न्यायाधीश भएर जानुहुन्छ जुडिसियल जुन युनिटमा हुनुहुन्छ उहाँहरूलाई लोकसेवाबाट ल्याउनु पर्छ लोकसेवाबाट ल्याइसकेपछि हामीले लोकसेवाबाट ल्याउँछौँ लोकसेवाको त यहाँ लाइसेन्स अफ भ्रष्टाचार जस्तो देखिरहेको छ म आउँदैछु त त्यो तपाईँको पोइन्टमा आएर भन्छु जति पनि आयोग छ आयोगमा पार्टीका कार्यकर्ता सब खारेज हुन्छन् पार्टीको बाटो भागभण्डा भएका सब खारेज हुन्छन् त्यो खारेज भइसकेपछि चाहिँ पार्टीमा भएका कोही राम्रा व्यक्ति पनि रहेछन् भन्ने हुन्छ नि त पार्टीमा भएका राम्रो मान्छे अहिलेसम्म विकास किन भएन त नि त्यो राम्रो मान्छेले माथि पुग्न पनि दिनु पर्यो नि त
यसमा प्रति प्रश्न लास्टली एउटा गरे यो सब त छ अब ल्याउनु पर्यो चाहिँ को व्यक्ति तयार छ त त्यस्तो सम्पूर्ण भरिपूर्ण 32 लक्षण युक्त व्यक्तिको हामी सबै तयार छौँ त्यसको लागि सबै नेपालीलाई तयार बनाएर एउटा उत्कृष्ट व्यक्ति खोजी प्रत्यक्ष कार्यकारीको रूपमा आउँछ त्यता जान्नुस् अहिलेलाई ओके लास्टली चाहिँ नि मैले अलरेडी धेरै क्वेसन गऱ्यौँ हामी फेरि अर्को टपिकमा रहेर अथवा सम्बन्धित टपिकमा रहेर फेरि पनि हामीले अनेस्ट टक गर्नेछौँ सबै मिडिया म्यानिपुलेसन पनि छैन होइन इभन कति मिडियाहरू होलान् अनेस्ट रूपमा गरिरहेका होलान् र म त्यसकै प्रतिनिधित्व गर्न भनेर मैले सुरु गरेको हुँ तपाईहरूलाई मेरा प्रश्नमा केही गडबड लागेको छ अथवा चित्त दुखाइ छ अथवा बुझेको छैन अथवा म प्रति केही प्रश्न छ भने पनि राख्न सक्नुहुन्छ ठिक छ तपाईँले एकदम हामीलाई आफ्नो महत्त्वपूर्ण समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ त्यस्तो कुनै पनि तपाईँले गडबडी क्वेसन त गर्नु भएको छैन एकदम राम्रो गर्नुभएको छ अहिलेको जुन वर्तमान अवस्था हेरेर पनि गर्नुभएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ हस् यस्तै पत्रकार हुनुपर्ने भने नेतृत्व छन् राम्रो यसमा चाहिँ मैले के भन्न खोजेँ भनेपछि अहिलेको जुन सरकार छ जतिसम्मको सरकार छ म तपाईँले एउटा म छोरी मान्छे भएर एउटा महिला प्रधानमन्त्री हुनुभएको छ त्यसमा चाहिँ गर्व नै गर्छु कि फर्स्ट अफ अल होइन किनकि प्रायः जस्तो धेरै ठाउँमा हेर्दाखेरि एउटा लेडिज मान्छे लिडरसिप गरेको हेर्न चाहने कमै हुन्छ क्या त्यसमा चाहिँ नेपालकै हाम्रै कन्ट्रीकै एउटा महिला प्रधानमन्त्री बन्दाखेरि चाहिँ हामीले धेरै ठाउँमा चाहिँ जस्तो कि अहिले धेरै मुद्दाहरू दबिएर बसेको छन् नि त तपाईँको भागीरथी भट्ट जस्ता निर्मला पन्त जस्ता रेप केसहरू अझै स्टिल तिनीहरू दबिएर बसेका छन् त्यसलाई चाहिँ माथि ल्याउन तपाईँहरू पत्रकार साथीहरूले के कति सक्नुहुन्छ त्यसबाट गर्नुहोस् अहिले चाहिँ म रिक्वेस्ट गर्छु यही मिडिया मार्फत होइन हाम्रो महिला प्रधानमन्त्री बन्नुभएको छ उहाँले चाहिँ के गर्न सक्नुहुन्छ हुन त यो सरकारलाई चाहिँ हामी चाहिँ हाम्रो सरकार चाहिँ भन्दैनौँ है हामी साँच्चीकै यो जेनजीहरूको सरकार भन्दैनौँ अहिलेको जनताहरूको सरकार पनि भन्दैन म यसको लागि पुनः अर्को सरकार जबसम्म आउन्न र हामीले चाहे जस्तो मागहरू जबसम्म पुरा हुन्न स्टिल हामी सडकमै हुन्छौँ आन्दोलनमै हुन्छौँ र तपाईँहरू जस्तो पत्रकारहरूले पनि राम्रो सत्य र तथ्य घटनालाई चाहिँ एकदमै अगाडि लिनु होला जुन कि मिडिया फेम हुन्छ नि आउनेलाई भन्दा पनि तपाईँहरूलाई जुनसुकै ठाउँमा हाम्रो साथ सपोर्ट हुन्छ होइन हाम्रो त सत्य तथ्य हो हेर्नुहोस् हाम्रोमा बाटोमा हिँडिरहेको मकै पोलिरहेको बाटैमा सुत्ने जस्ता भए पनि हुन्छ र साइन्टिस्ट जो हुनुहुन्छ जसको सत्य तथ्य कुरा आउँछ जसले कसैको लागि नराम्रो गर्न चाहनु हुँदैन राम्रो मात्रै गर्न चाहनुहुन्छ त्यस्तो व्यक्तिहरू कोही हुनुहुन्छ कोही अन्यायमा पुग्नु भएको छ भने पनि हाम्रो इमेलमा तपाईँहरूले इमेल गर्नुभयो भने हामी डेफिनेटली तपाईँहरूको चाहिँ नि इमिडिएटली नगरे नि विदिन विक और 15 डेज जतिमा चाहिँ हामी रेस्पोन्स गर्नेछौँ होइन अब त्यस्तो अर्जेन्ट हुँदाखेरि चाहिँ डिरेक्टली कन्ट्याक्ट गरेर पनि गर्न सक्नुहुन्छ होइन साह्रै अन्यायमा पुगेको व्यक्तिहरू कसैलाई हाम्रो साइडबाट हेल्प हुन्छ भने चाहिँ डेफिनेटली हामीले चाहिँ हाम्रो कर्तव्य पुरा गर्नेछौँ भन्न चाहन्छु थ्याङ्क यू